अफर भइगयो नि त ल। त्यस्तो पिर लाग्छ लोकतन्त्रको भने भाइभरका सबै मिल्नुस्, एउटा दल बनाएर चुनाव लड्नुस्, अल भर्सेस वान, घन्टी भर्सेस अल। राजसभासँग डराउनु पर्ने जो हो त्यो मात्र डराओस्, जनता डराउनु पर्दैन। सभामुख महोदय, यस गरिमामय सदनमा हामी जनताबाट अनुमोदित भएर आएका तर पहिलो पटक संसदीय व्यवस्थामा रहेकाले अनुभव अलि पुगेको छैन। त्यसर्थ हामीलाई ट्रेनिङका लागि पनि बजेट छुट्याइयोस् भन्ने चाहिँ म जोरदार अपिल गर्न चाहन्छु। धन्यवाद। यो सांसदहरूका लागि सोकिएका कुराहरू होला, सांसदहरूको लागि रिसर्च टिम बनाइदिने कुराहरू होला, अथवा सांसदलाई इम्पावर गरिदिने कुराहरू चाहिँ अब यो संसदले गर्ने हो कि सरकारले गर्ने हो एउटा पार्ट। तर यसमा चाहिँ यो पटकको बजेटको फर्दर एक्जिक्युसनका पार्टमा चाहिँ सार्वजनिक लेखा समिति जस्ता डिफ्रेन्ट समितिहरूमा पनि प्रपर म्यान पावरहरू छैन, बजेट एकदमै कम छ। अनि सबै कुराहरू हुँदै गर्दाखेरि चाहिँ के संसदले अथवा सांसदहरूले चाहिँ सही अर्थमा चाहिँ आफ्नो एबिलिटी देखाउन पाउँछन् कि पाउँदैनन्। विशेष गरी त्यो डिफ्रेन्ट स्पेक्ट्रमबाट मान्छे आउँदै गर्दाखेरि चाहिँ यो संसदलाई चाहिँ ट्रुली कम्पिटेन्ट संसद बनाउनका लागि चाहिँ मन फुकाएर के कता कताबाट ल्याउने हो, सांसदहरूलाई चाहिँ जा सिमरनजीले अपनी जिन्दगी भने जस्तो तरिकाले चाहिँ मजाले इम्पावर गरिदिनु पर्यो। यति भनेर मैले आफ्नो कुराहरू राखेँ। थ्याङ्क यू। गएको आर्थिक वर्षसम्मको हामीले बजेट विवरण हेऱ्यौँ भने त्यहाँ हामीले लगभग 5 लाखसम्मको 1%, त्यसपछिको 2 लाखको लागि केही पर्सेन्ट, त्यसपछिको 3% को लागि गरेर मोटामोटी 31% जतिको आयकरको सिलिङ राखेकोमा अहिले चाहिँ हत्तै त्यसलाई घटाएर हामीले 31% बाट सिधै 1% मा ल्याएर मध्यम वर्गलाई तिमी काम गर, मेहनत गर, आर्जन गर भन्ने खालको जुन नीति सरकारले यो मध्यम वर्गको विस्तारको लागि लिएको छ, यो एकदम स्वागतयोग्य छ।